गोदावरीको डाँडा होटेल हो अवस्था नि कम्प्लिट बनाइसकेँ यहाँ कुद्दा पसिना आएर है बवाल प्लेसमा बवाल तरिकाले होइन दौडिरहेको छ हाम्रो गोदावरीको यात्रामा म पछि उहाँ अघि हल्का साटो गुड भाइ गुड सो अहिले चाहिँ हाम्रो प्रमोदले यहाँ छिटो भन्डनमा छ गरेन यो अनि दर्शन गर्यो गाह्रो उठाएर 10 किलोमिटर धेरै दौडिसकेँ मलाई हो जाँदाखेरि 10 किलोमिटर हेलो एभ्रिवान गुड मर्निङ अनि नमस्ते सबैजनालाई फेरि पनि आफ्टर लङ टाइम स्वागत छ तपाईँहरूलाई सो अहिले चाहिँ हामी बिहानको 6 बजेको समय भइरहेछ आज शनिबारको दिन हामी चाहिँ यसो लगन खेलदेखि म र मेरो प्यारो ह्यान्डसम गुरु चाहिँ हामी दुईजना चाहिँ गोदावरीसम्मको चाहिँ दौड हुँदैछ आज हाम्रो चाहिँ भवाल तरिकाले भिडियो चाहिँ भवाल हुनेवाला छ तपाईँले म गोदावरीको भ्यू पनि भवाल देखाउने छु हाम्रो ट्रेनिङ पनि हेर्नुहोस् ट्याक लाएर होइन हामी चाहिँ अहिले ठ्याक्क फाइनली भन्नुपर्दा चाहिँ यता आइपुगेका छौँ यो कुन ठाउँ हो जुन ठाउँ होइन हामी यता आइपुगेको छ होइन सो भिडियो चाहिँ भवाल हुनेवाला छ यो हाम्रो गुरुको लागि 1-2 स्याडो जस्तो गुरु हल्का यतातिर ल मारे सो भवाल तरिकाले चाहिँ हामी आज त डेन्जर देखाउनेवाला छ तपाईँहरूलाई किप वाचिङ है गोदावरीतिर जानु भएन भने तपाईँहरू टक्क हामी आज तपाईँलाई उताको भ्यू पनि दामी देखाउँछौँ सो किप वाचिङ गाइज भिडियो अन्तिमसम्म हेर्नुहोस् दामी हुनेवाला छ है त बिहानीको मिरमिरे घाम पनि उदान लागिरहेछ म तपाईँलाई सनराइज हुन लाग्यो पनि देखाउँछु सन पनि राइज भइरहेछ है हो यस्तो मौसममा दौडिँदै नि मजा आउने ठ्याक्क रुट पनि भवाल छ दामी बाटो पनि यस्तो भैँसी पनि चलिरहेको खोलातिर ट्याक्क लाग्यो है ट्राफिक पनि आइरहेको छ हामी यता कुदिरहेको छौँ गुरु अगाडि म पछाडि 6 किलोमिटर बाँकी छ हामी गोदावरी पुग्नलाई चाहिँ सो यो चाहिँ दामी भइरहेर है बिहानको मौसम सूर्य उदिरहेछ टक्क हामी यसरी यहाँ कुदिरहेछौँ है स्याहार लागा भन्नुपर्दा चाहिँ पसिना आइरहेछ गाह्रो नै भइरहेछ फेरि र हाम्रो बक्सर भाइ दिनेश रुम्जाली है दौडिरहेको छ हाम्रो गोदावरीको यात्रामा म पछि उहाँ अघि हल्का साटो गुड भाइ गुड त्यो चाहिँ अब हामी लगभग अब आइपुग्न लाग्यो गोदावरी अब 7 किलोमिटर जति बाँकी होला ल आजको बिहानको मौसम पनि ठिक्क हल्का कुहिरो लागेको शीतल छ गुड भाइ गुड हल्का स्याडो यत्तिकै अडिएर गुड 1.5 किलोमिटर जति छ अब अन्तिम स्थानमा आइसकेका छौँ हामी दुईजना ठ्याक्क हाम्रो साथमा हुनुहुन्छ हाम्रो पुरानो लाउरी गुरु हुनुहुन्छ यसो 1-2 भनिदिनु नि त आफ्नो बारेमा हामी ठिक छ भन मेरो बारेमा त्यस्तो भन्ने परिस्थितिहरू केही छैन फेरि सिङ्गल हुनुहुन्छ नि फेरि यसो सब्जी राख्ने खतरा होइन त गुरु होइन त हामी हल्का अहिले वेट लस गर्ने अवस्थामा छौँ त्यही त एउटा आज पनि हाम्रो जस जाँदा आउँदा गरेर त 22 किलोमिटर सो रनिङ गरेछौँ हामी यस लगन खेल यो बनारस क्लबकोबाट स्टार्ट भएर गोदावरीको ठुलो पाहाडतिर गएर माथि डाँडातिर गएर फर्किने अब हामी चाहिँ धेरै छैन अब 1.5 किलोमिटर पछि ट्याक्क हामी आफ्नो गन्तव्य स्थान पुग्नेछौँ फेरि त्यसपछि ब्याक टु आफ्नो ओन प्लेस हामी फेरि दौडिँदै सेम अहिले जस्तै फर्किनेछौँ उता गएर नि तपाईँलाई हामी गोदावरीको डाँडा होटेल रेस्टुरेन्ट
आइसक्यो हो अवस्था नि गम्भीर बनाइसकेँ यहाँ कुद्दा पसिना आएर हाम्रो गुरु पनि चुत्रिनु भएको पसिनाले पुरै पसिनाले भिगिरहेछ है हट म पनि पुरै पसिनै भइसकेको छ यो चाहिँ नजारा देख्न सक्नुहुन्छ तपाईँहरू अस्ट्रेलियन हाउस पनि रहेछ जापानिज स्टाइलको कोरियन स्टाइलको घर पनि रहेछ चाहिँ हामी आइपुगेको अवस्था छ गोदावरीमा चाहिँ आइपुग्यो यहाँको नजारा चाहिँ छ हाम्रो यहाँ पुरानो गुरु हल्का कुलिङ गर्दै हुनुहुन्छ यहाँ चाहिँ नेपालको झन्डा म पनि सुकिसकेँ अहिले चाहिँ हाम्रो गुरुले जोरदार स्याडो बक्स वरि गर्दै हुनुहुन्छ ट्याक लाएर है बवाल प्लेसमा बवाल तरिकाले होइन दामी स्याडो बक्सिङ हान्दै हुनुहुन्छ नेसनल च्याम्पियन पुरानो सोल्टा जीले चाहिँ पार्कतिर जाँदैछौँ ठ्याक्कै जाँदैछौँ अवस्था बवाल तरिकाले यही देख्न सक्नुहुन्छ तपाईँहरू रमाइलो वातावरण छ पनि राम्रो छ यहाँतिर चिसो गुड हानु भाइ हानु किनभने लोताइसक्यो यहाँ कस्तो अनुभव भइरहेछ गुरु तपाईँलाई एकदम ठिकै भइरहेछ अहिलेको गाह्रो हुनु लागेको छ यार हामीलाई 10 किलोमिटर धेरै दौडिसक्यौँ होला हो अब जाँदाखेरि फेरि 10 किलोमिटर धेरै जम्मा यहाँ 22-23 किलोमिटर छ भन्नु छ ओर्दै गर्दाखेरि अप डाउनमा गोदावरी पनि अब हामी गोदावरी पटेर मात्रै माथि आइसक्यौँ सो यो चाहिँ शिवकुण्ड रहेछ है यहाँ चाहिँ ओ नमः शिवाय यहाँको माथाहरू पनि रहेछ है हाम्रो गुरुले चाहिँ यता पूजा गर्नु भएको हाम्रो शिवजी भगवान् जुत्ता चप्पल बाहिरिरहेछ ल शिवजीसँग राम्रो शक्ति माग भाइ बक्स सो अहिले चाहिँ हाम्रो पुरानो गुरुले यहाँ सिटा भनिरहनु भएको छ भित्र गरेन यो अनि दर्शन गर्यो ठ्याक्कै आज यसो तपाईँलाई शिवजीको दर्शन पनि भयो अनि त्यसपछि भित्र फेरि त्यहाँ भिडियो सिडियो फोटो खिच्नु नपाइँदैछ सो अहिले भित्र फोटोसोटो पनि खिचेन अनि ट्याक्क दर्शन सर्शन गरायो यहाँ मन्दिरको नजारा चाहिँ यस्तो छ है ट्याक्क ल तपाईँ देख्न सक्नुहुन्छ सर्ट लगाएर होइन चामलको एक्सर्साइज हान्नुको ट्याक्क हेर्दै होइन यहाँ लाली ग्रास फुल एउटा लटरमै भएर चाहिँ रातै भएर चाहिँ है सर्ट लगाएर यहाँको नजारा चाहिँ यस्तो छ है बल छ जङ्गलको बिचमा पिकनिक हान्दाखेरि मान्छेले यहाँ रमाइलो गरेर छन् म चाहिँ यता छु घोडा पनि आइरहेको छ हान्दै लगाएको छ भक्क यता घोडा पनि दौडिँदैछ नि है ट्याक्क लगाएर फेरि अब खाजासाजा खाएर ट्याक्क अब सुरुवात हुँदैछ हाम्रो दौडको फेरि अब 20 कति 10-12 किलोमिटर जति फेरि अब हाम्रो ब्याक फर्केर गइन्छ फेरि यसलाई घटाउनु पर्छ रनिङ गर्दै गर्दै गएर ट्याक लाएर अब चाहिँ हाम्रो यात्रा सुरु हो है त ल
त्यो यात्रा मारे अब हाम्रो गीतै आउँदैन यार राइट फुलै फुल छन् घरि के छ है बाटो त्यहाँ खोलारी फुलहरू पनि छ है लागिरहेको अवस्था छ हामी चाहिँ अब पुग्नु आँट्यो हो अलि थकाइ भयो 2.5 किलोमिटर अब धेरै छैन 2-3 किलोमिटर त्यहाँ यत्रो कलेजको मान्छे यस्तो विदेशमा जस्तो देखिरह होला तपाईँहरूलाई होइन विदेशको जस्तो माहौल छ यहाँ बिल्डिङहरू पछाडि है दामी तरिकाले बिल्डिङहरू पछाडि छ यो माहौल यस्तो छ यहाँ होइन अब फिनिसिङ हान्नै लाग्यो अब 2-3 किलोमिटर बाँकी होला अब यो चाहिँ अब एकलट कुदेपछि गाडी फुल्छ है अहिले हामी चाहिँ 7 आइपुग्यो है ल यहीँबाट स्टार्ट गरेको यहीँ आइपुग्यो अब चाहिँ हाम्रो फाइनल्ली अब हामी चाहिँ हाम्रो अन्तिम लोकेसन गेट नदेख्ने हाम्रो अन्तिम लोकेसनमा आइसक्यौँ अब चाहिँ हाम्रो अवस्था छ गुरु हजुर के छ भन्नुपर्ने छैन यार त्यस्तो त खासै रमाइलो भयो आजको यात्रा पनि बिहान हामी कति बजी हिँडेको 7 बजी स्कुल 7 बजी सुरु भएको थियो गेटबाट चाहिँ हामी 6:56 निक्लेको थियौँ ठिकै 10 बजेर 11 मिनटमा हामी यहाँ आइपुगिसकेको छौँ अब चाहिँ हाम्रो 3 सेकेन्ड 4 सेकेन्डमा चाहिँ हाम्रो घर पुगिन्छौँ गेट आइपुग्यो सो त्यही हो गाइज फाइनल्ली अब अन्तिम भएको अवस्था छ अन्तिमसम्म भिडियो हेर्नु भएकोमा धन्यवाद किप वाचिङ एभ्री वान थ्याङ्क्स सो मच फर वाचिङ दिस भिडियो ल बाई बाई